कहिले नथाक्ने बुढो बाउ। बिहान उज्यालो हुनु अघि उहाँको आँखा खुल्छ। कारण घडीको समय होइन, कारण उहाँको छातीभित्र बस्ने छोराहरूको भविष्य हो। ऐनामा हेर्दा उहाँले आफूलाई चिन्नुहुन्न। सेतो कपाल, चाउरी परेको अनुहार अनि आँखामा कहिल्यै नसुक्ने चिन्ता। शरीर दिनदिनै कमजोर हुँदैछ। सङ्घर्ष गर्दा गर्दै लडेर ढाडका करङहरू भाँचिएका छन्। त्यसैले ढाड दुखिरहन्छ। ढाड कुप्रो परेको छ। धेरै चिन्ताले गर्दा टाउको दुखिरहन्छ। घोडाहरू काप्छन्। सास फेर्न गाह्रो हुन्छ। तर मन अझै हार्न मानेको छैन। एउटा लट्ठीको सहारा लिएर भए पनि सकि नसकी सङ्घर्षमा लम्किरहनु भएको छ। किनकि उहाँलाई थाहा छ, यदि बाउ थाक्यो भने छोराहरूको बाटो अधुरो हुन्छ। उहाँले जीवनभर आफ्ना चाहना मार्नुभयो। आफ्ना सपना जिम्मेवारीको भारीले थिचेर राख्नुभयो। उहाँले कहिले ठुलो घर चाहनु भएन, राम्रो कपडा चाहनु भएन, आरामदायी जीवन चाहनु भएन। उहाँले चाहेको एउटै कुरा थियो, छोराहरूले उहाँले भोगेको पीडा नदेखुन्, छोराहरू कुबाटोमा नलागुन्। कहिलेकाहीँ उहाँ एक्लै बसेर सोच्नुहुन्छ अनि लामो सुस्केर हाल्दै भन्नुहुन्छ, अब त सकिन्न कि के हो। तर छोराहरूको अनुहार सम्झिँदा त्यो सोच पनि चुपचाप हराउँछ। उहाँ दुखाइलाई मुस्कानले छोप्नुहुन्छ, आँसु आँखाभित्रै कैद गरेर राख्नुहुन्छ। किनकि बाउ हुनु रोइनु होइन, सहनु हो। आज पनि उहाँ थाकेको बुढो शरीर र अधुरा सपना लिएर लट्ठी टेक्दै घरबाट निस्कनुहुन्छ। संसारले उहाँको सङ्घर्ष देख्दैन। कसैले धन्यवाद बाउ भन्न पनि भ्याउँदैन। तर उहाँलाई गुनासो पनि छैन। किनकि उहाँलाई थाहा छ, एक दिन छोराहरू उभिनेछन् अनि गर्वले भन्नेछन्, हामी यहाँ पुग्नुको कारण हाम्रो बाउ हो। बुढो बाउ सायद कमजोर देखिन्छ, थाकेको देखिन्छ, तर भित्रबाट उहाँ पहाडभन्दा बलियो खम्बा भएर उभिनु भएको छ। उहाँ आज पनि लडिरहनु भएको छ। पैसाको लागि होइन, सम्मानका लागि होइन। उहाँ लडिरहनु भएको छ त केवल छोराहरूको उज्यालो भविष्यका लागि। बाउ बुढो हुन्छ, शरीर हार्छ, तर मन कहिल्यै हार्दैन। किनकि बाउ हुनु एउटा नाम मात्र होइन, जीवनभरको सङ्घर्ष हो। भन्नुहुन्छ, तिमीहरूको बाउ अझै ढलेको छैन। तर उहाँको मनमा एउटै मात्र कुराले सधैँ पिरोलिरहन्छ। त्यो हो, छोराहरूलाई सत्मार्गमा कहिल्यै पनि लगाउन सक्छ।